हामीलाई हेर्नलाई त्यति सजिलो कहाँ छ र इमान लाइभमा आछ होइन यहाँ मेरोमा हो जोइन भएको लाइभमा आजौ मेरा प्यारी डार्लिङ यता मनिषालाई जोइन भनेछ चारैवटा बुढीलाई एकै ठाउँमा राख्नुपर्छ क्या हो नसक्ने भयो अब होइन 8 चाहिन्छ क्या 8 हुनुपर्छ रन्डै हुँदैन 4वटा बुढी साइडमा राख्दा त राणै बस्नुभन्दा त रन्डै ठिक छ हो कता हेरेको हेरै भने जस्तै भयो त म त ल हाँस्यो भन्न साइडबाट को बोल्या सानो बोलो सानो कान्छ गाह्रो छ कसैलाई एउटा बुढी छैन कसैलाई 4-5वटा बुढी यहाँ यत्रो जना भ्युअर्सलाई नि चाहिएन अन्त औधी कसले दिएको हजुर औधी कसले दिए तपाईलाई यो औँठी चाहिँ अब पैसाले किनिया त होइन भेट आएको थियो इमानजी वेलकम थ्याङ्क यू सो मच 2 जनालाई जोइन भएको देख्दा माने मनिषा भन्दा चाहिँ मनिषा छैन नि खै लाइभमा देख्दिन कान्छ म जोइन भएर खुसी लागेर कान्छ अब भ्युअर्सलाई के गरिदिने हामी भन्नुहोस् पार्टी दिने हो नयाँ सालको एउटा राम्रो सन्देश दिनुपर्छ नयाँ सालमा नयाँ बुढाबुढी भेटेछ भन्ने खालको इमानजी वेलकम थ्याङ्क यू सो मच आई क्यान अन्डरस्ट्यान्ड यस अफकोर्स बेबी वाइ नट इंग्लिश यसको डोन्ट वरी बेबी इंग्लिश यही बेला रोक्नु ओके डोन्ट वरी आई हैव हियर पार्टी होइन टाइम भए हुन्छ नि जान रे मलाई त जान भन्छ मनिषा राम्रो कि सर नानी राम्रो मलाई त उस्तै लाग्छ सबै प्यारी नै अब यो फेसमा हेरेर के गर्छु भन्छ अनि सबै राम्रो बनिहाल्छ नि साथी हो मलाई इमान पनि राम्रो इमान जी भी अच्छी है हमारा नानी जी अच्छी है मनीषा भी भएन नि त कालेको बा अब घाम देखे घाम राम्रो जुन देखे जुन राम्रो चन्द्रमा देखे चन्द्रमा राम्रो यार जिन्दगी लामो छ पाल्नु पर्यो त्यो देखेर ल्याएर मात्रै बिरालोले मुसा ओसारे जस्तो मात्रै यता सुन्नु जिन्दगी भन्दा मेरो लामो छ हजुर आयु भने के त्यही त आयु त भन्न लाग्थ्यो त तपाईँ ठ्याक्कै बुझ्नुहुन्छ क्या मनको कुरा बुझ्ने भनेको नानी मात्रै हो कहाँ घुवाक भङ गरिरहेको मान्छे त होइन नि ग्याङस्टर दाइ त्यस्तो भन्न मिल्दैन है तपाईँ एकदम इमान्दारी मान्छेले भाइलाई बोका भन्न सुहाउँछ भाइलाई बोका होइन रागा भन्न सुहाउँछ बुढा आउँदैछु हेर भेट्नलाई तिमीलाई लगेज किन देखाउनु भएको कहाँ जाने हो र तपाईँ भोलिदेखि रुम सर्ने हो मेरो पर्सिको फ्लाइट छ नेपालको मनिषाले पनि केटिएम को यस्तो ब्याग बोकेर आइएम गोइङ केटिएम भनेर लेखेको छ खासमा मलाई के भन्नु त रे कान्छा उहाँको भिडियो हेर्न जानु त भन्दिनँ आएको होला सायद मेरोमा आएको थियो अघि टुप्रो हजुर क्या टाइम भनेछ रे केटिएम अस्ति त मलाई आइफोन दिन्छु कालीको आमा भन्थ्यो खोइ त आइफोन देखाले बा देखाउँ त आइफोन कहाँ छ आइफोन दिन्छ रे है अनि भोलिदेखि प्रपोज हान्छ रे साँच्चै कि तपाईँले नपत्याएको देखाउँ न हेरौँ पताउँछु आइफोन 16 प्रो म्याक्स छ क्या मसँग खोइ ल चलाउनु त एकचोटि हो र छ अन गर्नु त चार्जै गरिदिनु यसलाई मैले के गरिरहेको त चार्ज नगरे पत्याउँदैन त्यो अगाडि मात्रै त्यो पछाडि मात्रै च्याउ देखाएर भयो चार्जर ल्याउँछ चार्जर नादौ नगर्नु नि म खाना प्याक गर्न लाग्छु
छिमेकीले बङ कि बङ बोलिदिन्छ यार मनको कुरा बुझ्दैन नबोल्नुहोस् न भन्छु ट्याच्चै बोलिदिन्छ सबै देखाउनु न भन्नु ए सबै मतलब देखाउनु भने कि अगाडि पछाडि ए हो त्यो मोबाइलको भन्नु न सबै मतलब त 7.2 जस्तै भइहाल्छ देखाउनु भने तिमी अबुधाबीमा छ मैले दुबईबाट जुम गरेर फेरि हेरेर नपरोस् तिम्रो अनुहार जोडी मिलेछ अरे हान्ने हो नयाँ वर्षमा अनि भोलि वैशाखको 1 गते हो नि त अनि वैशाखको बिचबिचा गरौँला तपाईँलाई म खोलेर देखाउँछु ल म खोलेर देखाउनु त कान्छा स्विच अफ भनेको नि फेरि स्विच अफ भन्छ कि अन भन्छ हेरौँ खोलेर देखाउनु मोबाइलको स्विच अफ खोलेर देखाउँछु गाइस सबैजना ट्याप गर्नु न मेरो प्यारो प्यारो दाइहरू होइन तपाईँ कार्यक्रममा यो बुढाहरूले किन ट्याप ट्याप नगरेर थाहा छ क्या मलाई भिडियो रेकर्ड गर्नै बिजी होला अनि युट्युबमा हाल्नु पर्यो नि कम त आउँदैन आजकल त छ्यापछ्यापी हाम्रो वाइवालामा दाइ कहाँ जानुभयो कान्छा खै एलन बोय थ्याङ्क यू थोदैले पनि हँसाउँछ भन्नुभएको थोदैले हँसाउने मात्र होइन थोदैले मतलब रुवाउँछ बोलेको आइरक थुम्दी कान्छा यहाँ थोबल आइरक ल्याक पनि ल्याक भएर पुङसुङ गोङ्री बोजमा काँक्रे खुवासीमा भन्ने चाहिँ माग्ने बुढाको डाइलग हो होइन तामाङ भाषाकै हो यो त मुसा कुदिरहेछ त्यसका खन्द्राङ खुन्द्रुङ गरेछ कम गाह्रो छ थोतेले हँसाउँछ अनि फसाउँछ नि थोतेले अहिलेसम्म न फसाउँछ न फस्न चाहन्छ थोते थोते भनेको ठुलो मुसा आएको हो कान्छा मलाई त मुसा भन्यो भनेर हाँसिरहेछ कान्छा खरी मुसा आएछ हौ एक केटा हो खरी मुसा कुदिरहेको छ यता खतरा के हो यो प्याइ हो भन्ने भोलि नयाँ वर्षमा कहाँ जाने हो कालेको बा प्याइ हेर्न जानुपर्छ खै मार्दा प्याइ हो भन्ने मन्दिर होला सायद होइन प्याइ हो खै हाम्रो लामा दाइले लेखेको प्याइ हो मन्दिर होला सायद लगायत ह्याप्पी न्यू इयर सबैजनालाई प्यारो प्यारो दाइहरूलाई 632 जनाले हेरिरहनु भएको छ ट्याप ट्याप चाहिँ गर्नु भएको छैन नगर्नुहोस् पनि अनि सबैजनालाई थ्याङ्क यू सो मच उतातिर जानु होला गर्नु होला बङ गिफ्ट पनि हानिदिनु होला होइन ठुलै माया गर्छ नि ह्याप्पी न्यू इयरमा सबजनाले घरिघरि उल्टो लाउँछ र मात्रै दुबईमा दुबईमा कालेको बा हिँड्नै हुँदैन हातमा समात्दै के छ भाइ भन्छ हातमा समात्दै ल्याउँदै गर्छ कि साह्रो हो क्या भाइरल भएको तपाईँ हजुर भाइरल भएको भाइरल त भयो होइन भिडियो भाइरल हो के भएको त अहिले तर बर्दुबईतिर गयो भने चाहिँ अलिकति भिडभाटै हुन्छ जहाँ पनि च्याप्पा समात्दै राख्दै गर्छ यसलाई त अनि कसरी हुन्छ च्याप समात्यो फोटो खिच्ने धन्ना मेरो त यस्तो भत्किने चिज केही छैन र मात्रै फोटो मात्रै खिच्दैन अनि म सोध्छु क्या छोरी मान्छे भाइरल भयो भने चाहिँ के गर्छ होला च्याप समातेर फोटो मात्रै खिच्छन् कि मतलब भिडियो पनि बनाउँछ होला है कन्फ्युज क्या भिडियो नि बनाउँछ नि फोटो नि खिच्छन् नि छोरी मान्छेको नि देखिएको थियो भिडियो हामीले 7.2 को देखेकै
तिमी चाहिँ किन ख्यास ख्यास Anyway guys, so thank you so much. 726 जनाले हेरिरहनु भएको छ मेरो प्यारो प्यारो दाइहरु हैन ट्याप ट्याप गर्नु होला जिन्दगीमा ट्याप ट्याप भनेको जिन्दगीको इम्पोर्टेन्ट चीज हो सबैजना उतातिर कति जना हुनुहुन्छ 254 254 जना उताको प्यारो प्यारो दाइहरुलाई दिजुहरुलाई पनि रेस्पेक्ट ह्यापी न्यू इयर हिजोको दिनहरुमा तपाईहरुको गर्लफ्रेन्ड बॉयफ्रेन्ड छाङछाङ छिङछिङ जेसुकै भए पनि भोलिका दिनदेखि दुईटै हातमा लड्डु होस् मेरो त दुईटै हातमा लड्डु छ अनि दाहिनेको खानी गरेछ कि देब्रेको कान्छ लड्डु क्या जुन हात छिटो चल्छ त्यही आउँछ हैन त्यो लड्डु खान मिल्दैन हेर्ने हो चित्त बुझाउने भनेपछि अब दुईटै हातको लड्डु अब जुन पाए त्यही खाने भनेपछि काम छैन तपाईँ अहिलेसम्म खाएको छैन एउटै हातको खाने बानी परेपछि एउटै हातको खानु पर्यो क्या दुईटै हातको खान्छु भन्छ अनि कतिसम्मको राडा हो त अनि र भन्नु विकास ब्रदर थ्याङ्क यू सो मच रन्डो भने रन्डो बस्नु भन्दा त अघि राँडै बस्नु भन्दा रन्डो भन्ने ठिक छ भन्यो अब फेरि राँडो बस्नु भन्दा ल भन्नु अब कुन हातको मिठो लड्डु नहुने मामु भन्दा कानै मामु राम्रो हजुर कुन हातको लड्डु मिठो भन्नु लड्डु म खासमा लड्डु चाहिँ खाइन्न के खाने गर्नु भा लड्डु चाहिँ बाँड्ने गर्छु खानु त अरूले खान्छ बाँड्न त कहाँ बाँड्ने हो र त्यो त मन्दिरमा चढाउने हो लड्डु त होइन केही खुसियालीमा म बाँडिरहेको हुन्छु तपाईँले पनि अस्ति दिएको थियो है एउटा लड्डु त लड्डु चाहिँ खाएन लोकल कुखुराको मासु र भात चाहिँ दन्काए लोकल खाएर त हुने मान्छे उफ्रिने हुने ब्रोइलर खाएपछि त जाँगरै चल्दैन तर कान्छाले रुममा भात कहिले खाँदैन थियो अरे त्यो दिन मलाई भेटेको भएर होला भात कति धेरै खाएको मैले भन्दा धेरै खाएको थप्पी थप्पी डेन्जर खाथ्यो उफ्रिनु पनि पाथ्यो नि त उफ्रेर अलिकति घट्यायो भेटमा खुसियालीले उफ्रेको हो क्या गाई चाहिँ म चाहिँ खत्रै उफ्रियो अब के भन्नु गाह्रो छ हो मलाई उफ्रिँदा मतलब मिलाएर बुझौँ सबै कुरा मुखले भन्नुपर्छ र मैले बुझेर भएन नि त भियोसलाई नै बुझाइदिनु पर्ने नि त कान्छ भियोसले त पहिल्यै बुझे हुन्छ गर्दा अलङ्कार बुझ्नुहुन्छ उहाँहरू त हो 862 जनाले हेरिरहनु भएको छ उहाँहरूले बुझिसक्यो क्या मैले के भन्न खोजेको भनेको बुझ्नुहुन्छ कतिपयले बुझ्नुहुन्न नि तपाईँले बुझ्नुहुन्छ भन्दा खोजी छैन सर तपाईँहरू गफ गर्दै गर्नु म हगेर आउँछु नि ला पानीले चाहिँ अब यस्तो कुराहरू अलग अलग सुन्न थालेछ टोयलेटमा पानी छैन एकछिन बस्नु हामी गफ गर्दै गर्नु रे एकजना दाइ हगेर आउँछु रे ल अनि टोयलेटमा पानी छ कि छैन भन्नु न हग्नलाई छैन अघि हेर्न गएको थिएन के गर्छ रे अब पुस्छ रे ढुङ्गाले गाउँघरमा त गाउँघरमा त के हुन्थ्यो भने दुःखको कुरा राति क्या त्यो ऊ चाहिँ राति गुवाउनेहरूलाई हुन्छ है गाउँघरको कुरा हो यो राति गु आउनेहरू होइन कतिखेर खान्छ कतिखेर गु आउँछ राति गु कतिखेर आउँछ भनेर वेटमा हुन्छ त यार पुँजी छैन यहाँ सुन्नु तपाईँ सुन्नै चाहेको छैन नि अरूको भने होइन मेरो आफ्नै भएको काण्डा हो अरूलाई म छुइन्छु मेरो चाहिँ अलिकति गाउँमै घर हो होइन सिस्नोहरू पनि हुन्छ क्या सिस्नो हुन्छ गाउँमा अब बिजुली बत्ती त अब अहिले त पुगेछ पहिला त थिएन राति परेपछि गाउँमै अँध्यारो हो क्या
घरमा मात्रै उज्यालो टोइलेट लाग्यो त्यतिखेर टोइलेट पनि थिएन त्यो बेला घरमा आऊ। बस्न त हतारमा यसरी पुस्ने बेलामा सोरेको सिस्नुको पातको रहेछ त्यसको झ्याप सोरेर हतार अब मान्छे आउँछ कि बाटो छेउमा त्यो त नि बाटो छेउमा त्यो हतार च्याप पक्रेर पनि सोरेर पुजेको दुइटै हातमा पनि पोल्यो ठाउँमा पनि त्यसपछि त घाँटी काटेर फ्यालेको कुखुरा जस्तो फुत्तुर उफ्रेर म त गाउँभरि नाङ्गै कुदेछु यार। तपाईँले मलाई माया गर्दैन रे उल्टो पाल्टो कुरा गर्यो भन्दैछ भिउसले कान्छा। माया भन्ने चिज अब देखाएर हुन्न होइन। तिम्रो लागि म मरिहाल्छु तिमी बिना म सासै फेर्दिन भन्ने मान्छे 2 वर्ष अगाडि हिजो अस्ति बर्दुबोमा भेट थियो जिउँदै थियो साला। हजुर मर्या रहन्छ मरेर कुन चाहिँले अक्सिजन घुसाएर दियो कुनै घाँटीमा माया कम नै दिएर होला नि त त्यस्तो भएको। भन्न चाहिँ उसले भन्थ्यो कि तपाईँ बिना म बाँच्नै सक्दिनँ तपाईँको आदत पर्न थाल्यो फोन पनि नकाट्नु ल प्लिज भन्थ्यो म त बाँच्नै सक्दिनँ सासै फेर्दिनँ भन्थ्यो धडकनै ल कान्छा ओ त कान्छा दाइ आउनु भएको रहेछ जेठन साहब नमस्कार। घरको दिदी बहिनी भनेको घरकै हुन्छ पहिला ज्वाइँलाई हेर्नुपर्छ बुढा। गाइस तीनवटा रोज तीनवटा फुल। थ्याङ्क यू सो मच एभ्रिवान विवेक ब्रदर थ्याङ्क यू सो मच एभ्रिवान सबैजना ट्याप गर्नुहोस् 920 जनाले हेरिरहनु भएको छ अहिलेको बसाइमा सम्पूर्ण मेरो प्यारो दाइहरूलाई दिदीहरूलाई ह्यापी न्यू इयर हैन रोज एकजनाले फुल पाल्नु सम्पूर्णलाई ह्यापी न्यू इयर। हिजोको दिनमा जसको बुढीसँग हिँडे पनि भोलिको दिनदेखि आफ्नै बुढीसँग हिँड्न केटा हो। दाइ नै आउनु भएको इन्टु 3 कान्छा हजार कति राम्रो 1000 भन्छ है त्यो म त यहाँ हेरिरहेको छु कि त्यो हग्न जाने मान्छे फर्के कि फर्केन। कान्छा दाइले तन्काए यार मलाई यार ठिक छ जोहरूलाई नि हो तन्काउने भन्नेको बुढा गाईहरूलाई तन्काउने हो राम्रोसँग। थ्याङ्क यू जिज्यू। ल पीडा मलाई छ नि अब मैले यो गेम जित्यो भने सानुलाई बोकेर उठबस गर्नु पर्यो ल। यो त जेठानले तन्काइरहेछ घरमा बुढीले मेरो जिन्दगी सँगसँगै आएको छ त। मेरो जिन्दगी भनेको गुलेली जस्तै भइरहेछ क्या। हाम्रो पनि किङ छ नि यहाँ किङ भनेको त राजा हो नि। थ्याङ्क यू सो मच दादा। गाउँले कान्छो गुलमेली यो मगन्ते हात खुट्टा भएको गिफ्टर हान्नु भन्दा गरिब दुखीलाई गिफ्ट हान्दा राम्रो हुन्छ। हामीले हान्नु भनेको छैन तपाईँको मर्जी छ हान्नु चाहनुहुन्छ भने हान्नुहोस् नहान्नु भने त नहान्नुहोस्। हामी ए मागेको छ र यति हान्नु न यति भनेको छु छैन नि त्यो तपाईँहरूको चोइसको कुरा हो नहान्नुहोस्। हामी हात खुट्टा छ हाम्रो जागिर पनि छ खाइरहेको छु कमाइरहेको छु। मगन्ते भन्न मिल्दैन क्या मागेको छैन हामी अहिलेसम्म। मैले एउटा फुल हान्नु 2टा फुल हान्नु भने त्यो भन्दिनँ मैले त सिधै बात माग्छ। रुकुम ब्रदर थ्याङ्क यू सो मच मेरो प्यारो दाइहरू। हजुर थुप्पा आयो म त भोलि अरूसँग जान्छु। ए हामी पनि पछि कुद्दै रहेछ त गाइजहरु हाल्नु भन्यो भने यहाँ माग्यो भने सबजना एक्चुअली 1000 जना गर्नुस् मेरो नाक पड्डाडी दाइ जित्नु पर्छ है यो गेम मगा ठुले यतिकोमा पुगेर हार्नु भनेको 10 गाइज कम अन समझाउँछु रुकुमबाट थ्याङ्क यू सो मच एभ्रीवन गाइज कम अन जित हामीले यतिकोमा हारेको भनेको 10 बुस्टिङ गाइज बुस्टिङ
Thank you so much, guys. You know, power. Thank you so much. सबजना 1100 जनाले Thank you so much. पूर्वी रोकम बजारलाई सबजनाले फलो गरिदिनु होला 1100 जनाले थ्यांक यू सो मच गाइस छोरी मान्छेको पावर हुन्छ मेरो जेठान चापलाई नमस्ते भनिदिनु हाम्रो भ्युअर्सको कमाल हो तपाईको गिफ्टले थ्यांक यू सो मच मेरो प्यारो प्यारो दाइहरु पूर्वी रुकम मेरो प्यारो दाइ अनि सम्पूर्णलाई ह्यापी न्यू इयर 1100 जनाले हेरिरहनु भएको छ मेरो यो थुतुना सबै जनालाई ह्यापी न्यू इयर सबै जनालाई आउँदै गरेको 2082 सालको शुभकामना भन्नु के कान्छा कस्तो ह्यापी न्यू इयर भन्नु आउँदै गरेको 2082 सालको शुभकामना भन्नुस् शुभकामना हैन हड्डी देख्यो घाँटीको टी-शर्ट यस्तो गर्नु गुड देख्ने चित्त देखेको छैन नि थ्यांक यू सो मच हाम्रो पूर्वी रेस्पेक्ट मैले बोले नि सुन्नु माग्नु भएको हजुर लाइभमा अलिकति जेन्टल भएर बस्नुहोस् त्यही जेन्टलले नहुँदा पनि यत्रो केटीहरूको लाइन छ घरमै बुढा भए पनि मलाई बुढा भन्न आउँछ नारी भन्दा पनि मायाको दाँत छैन अर्कै सुनिन्छ होला थ्यांक यू सो मच सबैजनाले ह्यापी न्यू इयर गाइज ह्यापी न्यू इयर 2082 सालको 22 सालको ह्यापी न्यू इयर कालेको बा हजुर टी-शर्ट त मेरो लाग्यो जस्तो लाग्यो त ठुल्ठुलो हुँदो रहेछ तपाईलाई कसको लाग्यो भनेपछि तपाईको ठुलो छ मैले भनेको तपाईभन्दा अलि मोटी छु नि त मेरै ला जस्तो छ लागिरहेछ हामीलाई पनि तपाईको ठुलै छ भन्ने कुरा मन छ यहाँ मन गाई चारवटा रोज तीनटा ए बोयफ्रेन्ड साथमा भए पनि मलाई बुढा भन्ने तपाईको यति ठुलो मन छ नि त्यो ठुलो मन I will waiting for your man. Thank you so much, guys. Everyone, thank you so much. गाजा यस्तो भन्नु क्या टुमरो इज न्यू इयर भनेर भन्नु न म सिकाउँछु नि इंग्लिशमा टुमरो इज न्यू इयर our country festival and new year सबैजनालाई ठाडोबाट आफ्नो इयर हैन हिजोको दिनहरुमा तपाईहरु जस्तो अवस्थामा थियो भोलिको दिनदेखि चाहिँ खतरै होस् गर्लफ्रेन्ड छ भने भेट्न जाऊ केटा हो भोलि भेटेर भयो भने वर्षौं भरि हो नि भोलि भेट भयो भने वर्षौं भरि थ्यांक यू सो मच है यहाँ सुन्नु लिसन है लिसन सुन्नुहोस् भोलि भेट्यो भने 12 महिना वर्षौं भरि भेट्ने मात्रै होइन केटा हो के गर्ने चुप्पा अब भेटेपछि पूजा गरेर आऊ केटा हो यसरी अगर पनि बुझ्नेले बुझिसो भेटेर एउटा अगरबत्ती लिएर जाऊ अनि यसो ढोगेर आऊ ए ढोग्ने मात्रै मैले त चुप्पा भने चुप्पा होइन जुठो मात्रै हाल्ने होइन साथी साथी पारिसक्यो थ्यांक यू सो मच म त यता मेरो त स्क्वायरतिर त ध्यानै हुन्न कि मेरो त कमेन्टतिर आँखा छ अनि फोकस तपाईतिर छ फोकस के फोकस भने फोकस तिर रे कमेन्ट चाहिँ आँखातिर रे के भने धन्न सही सुनिया रहेछ फोकस अस्ति हत्ता फोकस म्यान भनेको हो त्यही सुनेछ केटा भाइ इंग्लिशमा भए पनि त्यो छाडा नआउला नि भन्छ हत्ता फोकस म्यान भनेको त्यो सुनियो
मलाई यस्तो यस्तो 7वटा विन पारिसक्यो होइन योसँग 8वटा हुन्छ। 1100 बोकेर बसेको छु मैले। ल मेरो ल प्यारो दाइहरू दिदीहरूलाई ह्याप्पी न्यू इयर अझै पनि बार ह्याप्पी न्यू इयर छ। छातीमा हात राखेर भन्नु छातीमै त छ नि यो। ल ल मेरो हात पुग्ने भनेको छातीमै हो कि मेरोमा हुन्छ? यो हात पुग्ने भनेको छातीमा हो मुटुमा के कि मेरोमा मेरै छातीमा नभए पनि ओके यस्तो विधि त हान्न नपर्ने हो खास भन्नु न। गम्मै जुट हाल्यो यार। ल बधाई छ। हाम्रो नरेश ब्रदर त गम्मै जुट हाल्यो मलाई त। नयाँ साल हो। थ्याङ्क यू सो मच प्यारो दाइ, थ्याङ्क यू सो मच सबैजना प्यारो दाइहरूलाई। हजुर यहाँ सुन्नु मुर्दार मुर्दाले पनि सुन्छ। मुर्दा त मरिसक्यो मान्छे भने न। धेरै बोल्नु हुँदैन कि दाँत नभएपछि त्यो जिब्रो हुन्छ दाँतभित्र गिजभित्र। होइन 1100 जनाले यति माया गरिरहनु भएको छ जिब्रै फुट 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 निस्क्यो भने बोलिरहने हो। यति 1100 जना आधा रातमा भन्दा नि रात यतिखेरको बसाइमा यो थुतु नहेर्नलाई हो क्या आउनु भएको छ भने मैले उफ्री बोल्नुपर्छ। जिब्रै फुट 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 निस्किएर बाहिर किन नजाओस् बोल्न छोड्नुहुन्न। अलि विचार गरेर बोल्नु ल कालेको भए फेरि जिब्रो फुट 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 जाँदा त अरू बोल्छ नि है। तर खानु भएको यार त्यो दिनको याद आएछ। कुन दिनको? त्यो जिब्रो फुट 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 ल ल अस्तिको हाम्रो होइन त्यो जिब्रो कुरै उल्टो लान्छ कि है। उहाँहरूलाई त थाहा छैन, मलाई त थाहा छ नि। थाहा छ त्यही त भने त म ढाँटे पनि झुट बोल्दिनँ फेरि। तपाईँ नै आउनु भयो अनि तपाईँलाई थाहा नभए कसलाई थाहा हुनु त? जिब्रो त्यतिखेर चाखेको होइन कस्तो समुद्रको पानी। ए मगर ठुलो सोल्टी जिताइदिनु न। 4वटा रोज गाई 4वटा रोज 8वटा विन भएछ होइन। ल अब म यहाँ सुन्नु न नानीजी। हजुर त्यतिखेर क्या गाई 3वटा रोज जिब्रो फुट 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 भइरहेको थियो मेरो। 2जना हजुर पनि नुनिलो आइरहेको थियो। के भने है त्यो के रोग लाग्यो हो? तिबरी काल हवा गाई 2 बेबारी काल खा अरे बेबारी सेतावा होइन के भन्यो मैले के भने बेबारी से 1100 जनाले एकचोटि सर ट्याप्पा गर्नु प्यार गर्दाहरू माथिबाट आउने फुलहरूलाई ट्याप्पा टिप्ने डु यु लभ मी भन्ने एस आई लभ यु भन्नु न कान्छा। एकछिन पक्नु दाइले चुप्पा हानिरहनु भएको छ। दाइलाई रेस्पेक्ट गर्नुपर्छ। मेरो प्यारो दाइ थ्याङ्क यू सो मच। यसरी गममै जुठो चाहिँ नहाल्नु न हौ दादा। बेहुला बेहुली बन्दा कसरी ढोक्छ ल बेहुला बेहुली होइन जे कुरामा नि कसरी ढोक्छ ल भन्नुहोस् बताइदिनुहोस् देखाइदिनु। के देखाउनु? तपाईँ कतिजना हुनुहुन्छ त्यहाँ? मेरो यहाँ 274 274 यहाँ 1100 जना हुनुहुन्छ। ओके 274 र 1100 जना कति भयो? लगभग 1374। त्यत्रो जना पब्लिकको अगाडि तपाईँले के देखाउनु भने यो तपाईँ अहिले भिडियो कलमा बोले जस्तो लिइरहेको लाइभ हो। ल सरी ल
यो लाइभ होला नि लाइक सम्झे तिमी पनि नझुक्किनु फेरि ल। फ्याट्टा देखाइदिए ल लाइभ ब्यान्ड हुन्छ क्या तपाईँको त बिहान भयो नि 4 वटा आइडी छ त मेरो त यही एउटा हो झुक्किएका नै पुष्पा झुकेका नै भन्नु न पर्यो भन्नुभएको छ थ्याङ्क यू सो मच मेरो दाइ प्राण दाइ अनि ल, भिडियोमा झुकेका लाइक नै। कमेन्ट गर्ने इनबक्समा मेसेज गर्नु है मगर फुटे सोल्टी हजुर उठ्यो त्यस्तो कमेन्ट नपढ्नु त्यो सबैजनालाई माया बराबरी गर्नु आएर जिताउनु पर्यो कि वान्स मोर कमसेकम हेरेर त साथ दिनु भएको सुन्नु यहाँ सुन्नु छ भन्नुहोस् सलादसँग के खानु भा अचार म ऊ मात्रै खान्छ स्याउ ए ए ए ल ठिक छ कमजोरी भएछ क्या अस्ति तिमीलाई भेटेपछि म त तपाईँलाई भेटेर आएपछि त थर कामिरहेको हौ अरूले सम्हाल्नु पर्ने समय कामे कि ठिकै रिङ्गटै छुटेको जतादेखि पनि अँध्यारै देख्छ त्यसका लागि ठिकै कामेको थियो अरे होइन धेर त होइन नि तपाईँलाई भेटेको जतिको स्पिड त थिएन अलिअलि थर मात्रै थियो तपाईँलाई भेट्ने बेलामा त खत्रै कामे हो नि होइन भुकमै आएको थियो होला होइन 90 सालको जस्तो भूकम्प होइन धामीहरूले बजाएको ढ्याङ्ग्रो भन्दा नि खतरा थियो ए ल ठिक छ त्यतिको हुनुपर्छ काम कुरा बिगारे क्या होइन अरे भन्छ तपाईँ के बोल्यो है कालेकोमा भेटेपछि पूजा गर्ने कुरा भएन मैले अगरबत्ती लिएर गएको थिएन उहाँले पनि हस् भन्नुभयो म पनि नै भनिनँ खासमा आफ्नै पोल त खोल्नु नहुने हो मलाई फेरि यो भित्र राखिरहनु मन लाग्दैन क्या जे छ देखाइहाल्ने हो त्यसका लागि मतलब गङ्गु जतिको चाहिँ होइन फ्याट्टै देखाइहाल्नु त्यो मनको कुरा मनमै राख्नु हुन्न भन्ने चाहिँ मेरो धारणा है जिब्रो नटोक्नु ओठ पनि नटोक्नु जिब्रो पनि नटोक्नु म टाढा छु त्यो आदत तपाईँको अहिलेसम्म गएको रहेनछ यस्ता जिब्रो टोक्नु साथी एउटा अल्टरनेटिभ गर्नु नि यार तपाईँहरू हाँसेरै मर्ने भयो यहाँ मेरो लगायत सबैजनाले फेरि एकचोटि केही नगर्नु गरिरहनु पर्दैन ट्याप ट्याप बन्द गर्नु है हजुरहरूलाई मैले गिफ्ट हान्नु भनेको छैन 1200जनाले हेरिरहनु भएको छ ट्याप ट्याप गर्नुहोस् ट्याप ट्याप भनेको जिन्दगीमा इम्पोर्टेन्ट चिज हो ट्याप ट्याप भन्ने बित्तिकै तपाईँ ओठ किन टोकिरहेको स्क्रिनमा छुने ट्याप ट्याप हो साथी हो थोते काण्ड आउँछ पक्कै पनि आउँछ थोते काण्ड आउँछ हेरेर बस्नु तपाईँहरू ल काण्ड कतिखेर आउँछ भनेर हेर्नु ल होइन गाई 2जनाले रोज दुईटा थोते काण्ड आउँछ रे कान्छा आएको थियो रिलिज नगरे हो त्यही हो आएको थियो रिलिज नभएको नहुन्छ कि कुनै दिन वेट गर्नु भन्नु वेट गर्दै गर्नु हामी बनाइरहन्छु आउन सक्छ भन्नु आउन सक्छ वाइफाई स्लो हुने बेला म अड्किएर क्या थ्याङ्क यू सो मच प्यार दाइहरू माथिबाट आउने फुलहरूलाई टिप्ने फलो गर्ने वाइफाई स्लो भए बेला आउँछ रे काण्डा बुम बुम मगर ठुले बुम बुम अब जित्छ कालेको भए अब तपाईँ उहाँलाई पनि जिताउनु बिचारा होइन अब तपाईँ जानी भो बिग फ्यान भाइको म त भन्नुभएको थिएँ मेरो 9वटा विन झार्दा पनि हुन्छ जिताउँदा हुन्छ भनेको त तन्काइतै केटा हो त्यति छिटो हार खानु चाहिँ हुने 1200जनाले ट्याप ट्याप गर्नु यहाँ सुन्नु मेरो प्यारो दाइहरू 12 या 36 हुन्छ 36 भने 36 त नहानु ट्याप ट्याप चाहिँ गरौँ 1200ले ट्याप गरौँ 36 हुन्छ सबैजनाले गाइस भन्नु त मिल्दैन छुने स्क्रिनमा छुने ल मेरो प्यारो दाइहरू दिजुहरू सोल्टाहरू सोल्टिनीहरू तेह्र 39 पुग्छ अब चाहिँ हानौँ
आउँदैछ है मगर ठुली सोल्टी पछि पछि आउँदैछ पछि पछि पुस 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 गाइज नो वर विन पुस छुनु छोड्नु हुँदैन छुनु छोड्नु थ्याङ्क यू सो मच विशाल दाइ अनि सम्पूर्ण मेरो प्यारो दाइहरू थ्याङ्क यू सो मच हार्नु कि कमजोर हुन्छ थोतेरे के भनेको अमै मगर ठुली सोल्टी थोते जहिले माथि हुनुपर्छ तल हुनुहुन्न केटा हो तल परेको सुहाउँदैन कम अन ओ बेबी कम अन भन्छ त म त चुप लाएर बस्छु जिताउनुहुन्छ मलाई मगर ठुले सोल्टीले आज ज्ञान मेरै हो थ्याङ्क यू सो मच कमल ब्रदर थ्याङ्क यू सो मच इलापट्टि रानी लाखाको सम्पूर्ण मेरो प्यार दाइहरू बुस्टिङ नलाए पनि ट्याप ट्याप गर्दा पनि हाम्रो 1300 जना 13 त्यहाँ हामीले जित्नुपर्छ बुस्टिङ लाउनु बुस्टिङ सोल्टी बुस्टिङ छैन हैट म लाग्यो सबैले ल